थुकिदिने, लात्ती हान्ने, लडीबुडी खेल्ने, लुस्ने, चिथर्ने सबै कुराहरू त्यो गरेका पनि छन् पेरेन्ट्सहरूले जेन्टल एप्रोच देखाउँदाखेरि। तर त्यही कुरालाई सहेर बस्नु चाहिँ जेन्टल पेरेन्टिङ चाहिँ होइन, पटक्कै होइन। कति अभिभावकले भन्नुहुन्छ यो सानो बेलामा यस्तै हो, सानो बेलामा उनीहरूको स्वभावै त नेचरले नै टेम्पर टेन्ट्रम देखाउँछ, थुक्ने, हाँस्ने, लात्ती हान्ने, यताउति गर्छ। बट उनीहरूलाई थाहा छैन, बालबालिकाहरूलाई थाहा हुँदैन त्यो कुरा। र त्यो मामलामा यदि पेरेन्ट्सले हाँसिदिने, सहेर बसिदिने भने उनीहरूको त्यो बिहेभियर झन् बढ्दै बढ्दै जान्छ। किनभने त्यो त फर्मेटिभ इयर्समा देखा परेका बिहेभियरहरू हुन् र उनीहरूले गल्ती के हो, मैले के गर्दाखेरि मैले यसको सजाय पाउँछु, अर्थात् मैले के गर्दाखेरि यसमा मैले वाव तारिफ पाउँछु, शाबासी पाउँछु भन्ने कुरा त उसले त थाहा पाउनु पर्यो नि त।